modal. CAPM is modal that estimates ए म्युट गर्नुहोस् ल म्युट गर्नुहोस् that estimate the required rate of return that estimate the required rate of return that is expected return of of any security of any security any security based on based on beta of the security market risk premium market risk premium market risk premium and risk free rate market risk premium and risk free rate assumption of CAPM assumption of CAPM assumption of CAPM one नम्बरमा लेख्नुस् investors are risk averse are risk averse आज अलिक ब्लर देखे हो रिस्क छैन एभर्स सर ठिकै छ। दुई नम्बरमा capital market is efficient efficient तेस्रो नम्बरमा लेख्नुस् financial assets can be divided infinitely फोर नम्बरमा लेख्नुस् securities can be purchased in fractions form as well फाइभ नम्बरमा लेख्नुस् no transaction cost no transaction cost ल यहाँबाट required rate of return निकाल्ने हो required rate of return निकाल्ने हो required rate of return जसलाई अर्को मुनि जी भनेर लेख्न सकिन्छ यो भनेको आरएफ प्लस रिटर्न अन मार्केट माइनस आरएफ रिस्क फ्री रेट इन्टु बीटा अफ सिक्युरिटी जी अब त्यस पछाडि यहाँ हेर्नुस् त वेयर के हो चिनौ आरएफ भनेको रिस्क फ्री रेट और यसलाई कहिले काहीँ क्वेसनले रिटर्न अन टी बिल भनेर दिन सक्छ अब आरएम भनेको मार्केट रिटर्न वा यसलाई कहिले काहीँ रिटर्न अन एभरेज स्टक भनेर दिन सक्छ अब यहाँ बीजे भनेको बीटा अफ सिक्युरिटी जहाँ आरएम माइनस आरएफ भनेको मार्केट रिस्क प्रिमियम हो
मार्केट रिस्क प्रिमियम हो। आरएम माइनस आरएफ भनेको मार्केट रिस्क प्रिमियम हो। यहाँसम्म लेख्नुहोस्। अनि हामी पहिलो बुझ्छौँ यो भनेको के हो, अनि त्यस पछाडि अघि बढ्छौँ। साथीहरू आइपुग्नु भयो छैन अहिले पनि? ल, यहाँसम्म लेखेर भ्याउनुहोस् पहिलो सुरुमा। ल, अब अब यहाँ सुन्नुहोस्, पहिलो सुरुमा क्यापिटल एसेट प्राइसिङ मोडल यति लेखिसक्नुहोस्, यतिलाई सारिसक्नुहोस्, अनि त्यस पछाडि हामी बुझ्छौँ। ल, अब सुन्नुहोस्, सार्नुभयो, सक्नुभयो, बाँकी छ सार्न? सक्यो सर। ल, अब यहाँ सुन्नुहोस् है त। अँ, अब हामी क्यापिटल एसेट्स प्राइसिङ मोडल, म यता बसेर भने है, क्यापिटल एसेट्स प्राइसिङ मोडल भनेको कुनै पनि सेक्युरिटीको भ्यालुएसन गर्ने बेलामा जुन कस्ट चाहिन्छ, जुन हामीलाई इक्विलिब्रियम रेट चाहिन्छ, त्यही रेट निकाल्ने एउटा मेथड हो। के हो रे? क्यापिटल एसेट्स प्राइसिङ मोडल भनेको जस्तो हामीले भ्यालु अफ स्टक निकाल्दा P0 निकाल्दै गर्दा हामीले D01 प्लस GN डिभाइडेड बाई KS माइनस GN गर्थ्यौँ। यो केमा गर्थ्यौँ भन्दा यो हामीलाई कन्स्ट्यान्ट वा नर्मल ग्रोथ मोडलमा भ्यालु अफ स्टक निकाल्ने फर्मुला हो। जहाँ यहाँ हामीले केएस भनेर लेख्थ्यौँ, यही केएस फाइन्ड आउट गर्ने मोडलको नाम के हो? क्यापिटल एसेट्स प्राइसिङ मोडल। यो केएस जसलाई हामीले रिक्वायर रेट अफ रिटर्न भन्छौँ, त्यो जुन स्टक भ्यालुएसनमा हामीले त्यसलाई रिक्वायर रेट अफ रिटर्न पनि भनिन्थ्यो, कहिलेकाहीँ कस्ट अफ इक्विटी पनि भनिन्थ्यो, कहिलेकाहीँ मार्केट इन्ट्रेस्ट रेट पनि भनिन्थ्यो। अनि त्यही रिक्वायर रेट अफ रिटर्न निकाल्ने मेथडको नाम के हो? क्यापिटल एसेट्स प्राइसिङ मोडल। अर्थात् हामी के बुझौँ भन्दा हामीले कुनै पनि सेक्युरिटीको भ्यालुएसन गर्दा युज गर्ने रिक्वायर रेट अफ रिटर्न निकाल्ने एउटा मेथडलाई हामीले के भन्छौँ त? क्यापिटल एसेट्स प्राइसिङ मोडल। यो मेथड अनुसारले यो क्यास निकाल्दा तीनवटा कुरा हेरिन्छ। एउटा बिटा हेरिन्छ, एउटा मार्केटको रिस्क प्रिमियम हेरिन्छ भने अर्को रिस्क फ्री रेट। अर्थात् बिटा मार्केटको रिटर्न र रिस्क फ्री रेटको बेसमा कुनै पनि सेक्युरिटीको रिक्वायर रेट अफ रिटर्न निकाल्ने एउटा मेथडको नाम के हो? सिएपिएम। फेरि बुझौँ, सिएपिएम भनेको बिटा मार्केटको रिस्क प्रिमियम र रिस्क फ्रीको बेसमा कुनै पनि सेक्युरिटीको रिक्वायर रेट अफ रिटर्न निकाल्ने एउटा मोडललाई हामीले क्यापिटल एसेट्स प्राइसिङ मोडल भनिन्छ। अब यहाँ तपाईँहरूलाई यहाँ एजम्सन अफ सिएपिएमको थ्योरी सरले किन लेखाउँदै हुनुहुन्छ भन्ने तपाईँहरूलाई मनमा प्रश्न हुनसक्छ। किनभने कहिलेकाहीँ तपाईँहरूलाई क्वेसनमा एट्याच गरेर एजम्सन अफ सिएपिएम भनेर क्वेसनले सोध्न सक्छ, त्यसको लागि लेखाइदिएको हो। अर्थात् क्वेसन गर्ने बेलामा यो बुझ्नु परेन, तर हामीले के त भन्दा क्वेसनमा एजम्सन अफ सिएपिएम भन्दा कुनै दुईटा तिनटा जति लेख्न जान्ने भएर चाहिँ जानुहोस्। अब यहाँ सुन्नुहोस्, यो एजम्सन भनेको के हो भन्दा यसको रिक्वायर रेट अफ रिटर्न निकाल्ने यो जुन फर्मुला छ, यो फर्मुला यो एजम्सन फुलफिल भयो भने मात्र भ्यालिड हुन्छ। अर्थात् यो हुँदाखेरि मात्र यो फर्मुलाले काम गर्छ, नत्र काम गर्दैन भनेको हो। अर्थात् यसका एजम्सनहरू लाइन बाई लाइन क्लियर बुझौँ।
इन्भेस्टर आर रिस्क एभर्स। इन्भेस्टर आर रिस्क सेभर्स। इन्भेस्टरको नेचर तीन किसिमको हुन्छन्। एउटा रिस्क एभर्स इन्भेस्टर हुन्छ, एउटा रिस्क सिकर इन्भेस्टर हुन्छ, एउटा रिस्क न्युट्रल इन्भेस्टर हुन्छ। यसको बारेमा डिटेलमा तपाईँहरूले फोर्थ सेमेस्टरको इन्भेस्टमेन्टमा पढ्नुहुन्छ। अहिले म सामान्य कुरा गरेँ। रिस्क एभर्स इन्भेस्टर, रिस्क सिकर इन्भेस्टर र रिस्क न्युट्रल इन्भेस्टर गरी तीन खालका इन्भेस्टर हुन्छ। जस्तो मानिलिउँ तपाईँलाई कसैले एउटा स्योर सर्ट भ्यालु दियो। मानिलिउँ एउटा कुनै एक्सवाइजेड कम्पनीले तपाईँलाई के भन्यो भन्दा, तपाईँलाई अहिले तुरुन्तै लाने हो भने 1 लाख रुपियाँ लानुहोस्, तुरुन्तै 1 लाख रुपियाँ लानुहोस् भन्यो। वा 1 लाख रुपियाँ नलाने हो भने हामी कोइन एउटा कोइन टस गरौँ। कोइनमा एउटा पार्ट हेड हुन्छ, अर्को पार्ट टेल हुन्छ। यदि हेड आयो भने तपाईँ 2 लाख रुपियाँ लिएर जानुहोस्। यदि टेल आयो भने तपाईँ पैसा पाउनुहुन्न नि त। के गर्न चाहनुहुन्छ भनेर क्वेसन सोध्यो उहाँले, एक्सवाइजेड कम्पनीले सोध्यो। अनि एउटा मान्छे रहेछ मिस्टर रामले चाहिँ होइन म रिस्क लिन चाहन्न, म 1 लाख लान्छु भन्यो। अर्को मिस्टर हरि भन्ने व्यक्ति रहेछ, होइन बरु म रिस्क लिन्छु भनेर यतापट्टि आयौँ। हो, जो इन्भेस्टरले यो स्योर सर्ट 1 लाख रुपियाँ लिन्छु भन्छ, जो इन्भेस्टरले यो स्योर सर्ट 1 लाख रुपियाँ लिन्छु भन्छ, त्यस्ता इन्भेस्टरको नाम हो रिस्क एभर्स इन्भेस्टर। अर्थात् सकेसम्म रिस्कलाई एभोइड गर्ने इन्भेस्टरलाई के भन्छौँ? रिस्क एभर्स इन्भेस्टर भन्छौँ। यो मिस्टर राम चाहिँ कस्तो इन्भेस्टर हो भन्दा रिस्क एभर्स, यो रिस्कसँग भाग्ने खालका इन्भेस्टर हो, रिस्क एभर्स इन्भेस्टर। यो मिस्टर हरि भन्ने चाहिँ कस्तो इन्भेस्टर हो भने रिस्क सिकर इन्भेस्टर, अर्थात् रिस्क लभर इन्भेस्टर भन्छौँ। रिस्क लभर इन्भेस्टर, यसलाई चाहिँ रिस्क जतिसुकै होस् मतलब छैन, तर रिटर्न मलाई धेरै चाहियो भन्ने हुन्छ। यो मिस्टर हरि के त रिस्क जतिसुकै होस् मतलब छैन, तर मलाई रिटर्न चाहियो भन्ने इन्भेस्टरलाई रिस्क लभर भन्ने हुन्छ। अर्को चाहिँ म रिस्क चाहिँ कम लिन चाहन्छु, बरु रिटर्नै कम भए पनि हुन्छ। किनभने हरिको केसमा हेड आयो भने त 2 लाख लिएर जाने हो, होइन, वा 0 लिएर जाने हो टेल आयो भने। तर मिस्टर रामले त 1 लाख रुपियाँ स्योर सर्ट रोज्यो भने त्यसलाई के भन्छौँ त? रिस्क एभर्स इन्भेस्टर भन्छौँ। अर्थात् मार्केटमा सबै रिस्क एभर्स इन्भेस्टर हुन्छ भने मात्र सिएपिएमको थ्योरी लागू हुन्छ भने। अर्को, मार्केट क्यापिटल मार्केट इज इफिसियन्ट, यसको मतलब सबै इन्भेस्टरहरू ऱ्यासनल छ भनी भन्न खोजेको। अर्थात् मार्केटका इन्फर्मेसनहरू सबै इजिली पाउँछ भनी भन्न खोजेको। तेस्रो पोइन्टमा जाउँ, फाइनेन्सियल एसेट्स क्यान बी डिभाइडेड इन्फिनिटली, अर्थात् फाइनेन्सियल एसेट्सहरू जुन एसेट छ त्यसलाई चाहिँ जति पनि पार्टमा टुक्राउन सकिन्छ भनी भनेको। अर्को, सेक्युरिटिज क्यान बी पर्चेज इन द फ्र्याक्सनल फर्म एज वेल, यसको मतलब अहिले त हामीले एउटा सेयर किन्न सक्छौँ, 2टा सेयर किन्न सक्छौँ, 10वटा सेयर किन्न सक्छौँ, 50वटा सेयर किन्न सक्छौँ। तर यो थ्योरीले के भन्छ भने सेयर 50 होइन, 50.5 पनि किन्न पाउनु पर्यो, सेयर 1.2 पनि किन्न पाउनु पर्यो, सेयर 1.7 पनि किन्न पाउनु पर्यो, फ्र्याक्सनल रूपमा पनि किन्न पाइन्छ भनी भन्छ। अर्को, नो ट्रान्जेक्सन कस्ट छैन भनी भन्छ। अर्थात् यसले भनेका जति पनि यसका एजम्सन छ यो रियल मार्केटमा कुनै पनि फुलफिल हुँदैन। किनभने सबै रिस्क एभर्स इन्भेस्टर हुँदैन मार्केटमा, मार्केट एफिसियन्ट हुँदैन, कोही कोही इन्भेस्टर नबुझ्ने खालका इन्भेस्टर पनि हुन्छ। यो फाइनेन्सियल एसेटलाई जति पनि पार्टमा डिभाइड गर्न सकिँदैन। यो सेयर हामीले फ्र्याक्सनल रूपमा किन्न सकिँदैन र ट्रान्जेक्सन कस्ट हरेक सेयर मार्केटमा, बोन्ड मार्केटमा हुन्छ। अर्थात् यसको थ्योरी जुन छ, यो सिएपिएमको थ्योरी, यो आउटडेटेड थ्योरी हो, पुरानो थ्योरी हो, यो आउटडेटेड थ्योरी हो। यो थ्योरीले भनेका कुरा कुनै पनि रियल मार्केटमा लागू हुँदैन। हामी चाहिँ किन सर पढ्दैछौँ नम्बर भन्दा, 3 है। हजुर, त्यो माथिको मेटे होइन,
हामी चाहिँ किन पढ्दैछौँ भन्दा इक्जाममा यो सम्बन्धी क्वेसन आउँछ त्यसैको लागि पढ्दैछौँ, नत्र यो थ्योरी एप्लिकेबल छैन रियल मार्केटमा। अब सुन्नुहोस्, अब हाम्रो इक्जामको क्वेसनको प्याटर्नतिर जाउँ। क्वेसनमा हामीलाई रिक्वायर रेट अफ रिटर्न सोध्दै गर्दाखेरि जनरली रिस्क फ्री रेट क्वेसनमा दिएको हुन्छ, कहिले काहीँ दिएन भने रिटर्न अन टिबिल भनेर क्वेसनले दिन्छ। बुझ्नुहोस्, टिबिल भनेको कुनै पनि गभर्मेन्टको लागि पैसा चाहियो भने, कुनै पनि गभर्मेन्टलाई पैसा चाहियो भने त्यो देशको सेन्ट्रल ब्याङ्कले इस्यु गर्ने सेक्युरिटिजको नाम ट्रेजरी बिल हो। नेपालमा पनि टिबिल इस्यु हुन्छ, अर्थात् टिबिल भनेको मनी मार्केट सेक्युरिटिज हो, इस्युड बाई सेन्ट्रल ब्याङ्क। सेन्ट्रल ब्याङ्कले इस्यु गर्ने सेक्युरिटिज हो। त्यही भएर ट्रेजरी बिलको रिटर्नलाई हामीले के भन्छौँ? रिस्क फ्री भन्छौँ। तपाईँहरूले कति बुझ्नु पर्यो? रिस्क फ्री रेट भनेरै दिँदाखेरि पनि आरएफ बुझ्नु पर्यो। कहिले काहीँ क्वेसनले रिटर्न अन टिबिल भन्दा पनि के बुझ्नु पर्यो? आरएफ भन्ने कुरो बुझ्नु पर्यो। अनि आरएम भनेको मार्केटको रिटर्न हो, वा यसलाई हामीले रिटर्न अन एभरेज स्टक भन्छौँ। अर्थात् मार्केटको रिटर्न क्वेसनले दिएको हुन्छ, त्यो सरी मार्केटको रिटर्न क्वेसनले दिएको हुन्छ अनि त्यो रिटर्न युज गर्ने हो। बिजे भनेको बिटा अफ सेक्युरिटिज भनेर बुझ्नुहोस्। एकैछिनमा हामी बिजे बिटाको बारेमा पनि लेख्छौँ, अहिले बुझ्नुहोस् बिजे भनेको बिटा मात्र हो भनेर बुझ्नुहोस्। आरएम माइनस आरएफ अर्थात् यति पार्टको नाम, आरएम माइनस आरएफ यति पार्टको नाम मात्र के हो त भन्दा मार्केट रिस्क प्रिमियम। नजोकिनुहोस्, आरएम माइनस आरएफलाई क्वेसनले मार्केट रिस्क प्रिमियम दियो भने हामीलाई त्यो क्वेसनले आरएम माइनस आरएफ दिएको हो भनेर बुझ्नु। जस्ट कति बुझ्नु? रिक्वायर रेट अफ रिटर्न भनेको आरएफ प्लस आरएम माइनस आरएफ इन्टु बिटा जे हो। आरएफ भनेको रिस्क फ्री रेट हो वा रिटर्न अन टिबिल हो। आरएम माइनस आरएफलाई कहिलेकाहीँ मार्केट रिस्क प्रिमियम पनि भनिन्छ। बिजे भनेको बिटा हो, आरएम भनेको मार्केटको रिटर्न हो। र यही आरएमलाई कसैले तपाईँहरूले कलेजमा पढ्दा इआरएम भनेर नि पढेको हुनसक्छ, त्यसो पनि लेख्न पाइन्छ। इआरएम पनि लेख्न पाइन्छ, आरएफ पनि लेख्न पाइन्छ। क्लियर? सर एकचोटि सुरुदेखि सर भनिदिनु न। ए ल सर हजुर हजुर सर यो नयाँ च्याप्टर हो? होइन होइन, त्यही च्याप्टरको लास्ट टपिक। ए हामी त्यही त छैनौँ, त्यही इएमको च्याप्टरमा क्लासै छौँ। छैन। हामी नयाँ च्याप्टर होइन, च्याप्टर 4मै छौँ। च्याप्टर 4को लास्ट टपिक। ल एकचोटि फेरि सर सुन्नुहोस्। ल हेर्नुहोस्, यहाँ के लेख्यौँ भन्दा क्यापिटल एसेट्स प्राइसिङ मोडल सिएपिएम भनेर लेख्यौँ। सिएपिएम भनेको के हो भन्दा कुनै पनि सेक्युरिटीको रिक्वायर रेट अफ रिटर्न निकाल्ने एउटा मोडल हो। अर्थात् यसले के गर्छ भन्दा जसरी हामीले स्टकको भ्यालुएसन गर्दै गर्दा कन्स्ट्यान्ट अर्थात् नर्मल ग्रोथ मोडलमा केएसको भ्यालु राख्यौँ, त्यही केएसको भ्यालु फाइन्ड आउट गर्ने मोडलको नाम के हो त? सिएपिएम, क्यापिटल एसेट्स प्राइसिङ मोडल भनेको कुनै पनि सेक्युरिटीको, कुनै पनि स्टकको रिक्वायर रेट अफ रिटर्न यो केएसको भ्यालु निकाल्ने मोडल हो। अर्थात् कुनै पनि सेक्युरिटीको बिटा, मार्केटको रिस्क प्रिमियम र रिस्क फ्री रेटको आधारमा कुनै पनि सेक्युरिटीको भ्यालु निकाल्नलाई चाहिने रिक्वायर रेट अफ रिटर्न फाइन्ड आउट गर्ने मोडलको नाम के हो त? क्यापिटल एसेट्स प्राइसिङ मोडल हो। अनि यसका एजम्सनहरू कतिवटा छन् त? 6वटा छ। मैले तपाईँहरूलाई 5वटा मात्र लेखाइदिएछु। तपाईँहरूले कुनै 2टा 3टा जति याद गरिराख्ने, किनभने इक्जाममा तपाईँलाई यो सिएपिएमको एजम्सन भनेर पनि सोध्न सक्छ। पहिलो एजम्सन, इन्भेस्टर आर रिस्क एभर्स। रिस्क एभर्स इन्भेस्टर भनेको सकेसम्म रिस्क नलिन खोज्ने इन्भेस्टरलाई रिस्क एभर्स इन्भेस्टर भनिन्छ। अनि दोस्रो
capital market is efficient. Capital market efficient भनेको के हो भन्दा क्यापिटल मार्केटका जति पनि इन्भेस्टरहरू हुन्छन् सबै ऱ्यासनल इन्भेस्टर हुन्छन् र क्यापिटल मार्केटका इन्फर्मेसनहरू सबै इजिली एभाइलेबल हुन्छ भने त्यस्तो मार्केटलाई हामीले के भन्छौँ त इफिसिएन्ट मार्केट भन्छौँ। अर्को तेस्रोमा फाइनेन्सियल एसेट्स क्यान बी डिभाइडेड इन्फिनिटिभली, अर्थात् फाइनेन्सियल एसेट्सलाई जति टुक्रामा पनि डिभाइड गर्न सकिने हुनुपर्छ भन्छ। अर्को सेक्युरिटिज क्यान बी पर्चेज इन फ्र्याक्सनल फर्म एज वेल, सेक्युरिटीहरूलाई फ्र्याक्सनल फर्ममा पनि किन्न पाउने हुनुपर्छ। यसको मतलब हामीले 2टा सेयर किन्न सक्छौँ, 22वटा सेयर किन्न सक्छौँ, 30वटा सेयर किन्न सक्छौँ, 32वटा सेयर किन्न सक्छौँ, 100वटा सेयर किन्न सक्छौँ, 150वटा सेयर किन्न सक्छौँ फाइनेन्सियल मार्केटबाट। तर यो थ्योरीले के भन्छ भने 10.5वटा सेयर पनि किन्न पाउनु पर्यो, 2.7वटा सेयर पनि किन्न पाउनु पर्यो, 8/9वटा सेयर पनि किन्न पाउनु पर्यो। यस्तो फ्र्याक्सनल अमाउन्टमा पनि सेयर किन्न पाउनुपर्छ भन्छ यो थ्योरीले। अर्को के त नो ट्रान्जेक्सन कस्ट, क्यापिटल मार्केटमा कुनै पनि किसिमको ट्रान्जेक्सन कस्ट लाग्नु भएन, अर्थात् जुन ब्रोकरेज फी लाग्थ्यो, जुन नेपालमा सेभनको फी लाग्छ हो, त्यो कुनै पनि फी लाग्नु भएन भन्छ। अर्थात् यी एजम्सनहरू फुलफिल भयो भने मात्र यो फर्मुलाले काम गर्छ, नत्र यो फर्मुलाले काम गर्दैन भन्न खोजेको हो। र तपाईँहरूले के त कुनै 2टा 3टा जति एजम्सनहरू याद गर्नुहोस्। अनि यहाँ मैले तपाईँहरूलाई लेखाइदिएको यो जुन एजम्सन लेखाइदिएको फर्म छ यो नै सबैभन्दा सजिलो तरिका हो। बुक हेर्दा एजम्सन लेख्न नबुझ्न सक्छ भनेर मैले लेखाइदिएको हो, किनभने तपाईँहरूलाई भोलि के त भन्दा एजम्सन अफ सिएपिएम भनेर सोध्न सक्छ, त्यसको लागि मैले लेखाइदिएको कुनै 2टा वा 3टा जति एजम्सनहरू तपाईँहरूले याद गरेर बस्ने है थ्योरी लेख्नलाई। अनि रिक्वायर रेट अफ रिटर्न निकाल्ने मोडल नै सिएपिएम हो। अर्थात् सिएपिएम को काम के हो भन्दा यो मोडलले के भन्छ त रिक्वायर रेट अफ रिटर्न भनेको चाहिँ रिस्क फ्री रेट प्लस रिटर्न अन मार्केट माइनस रिस्क फ्री रेट इन्टु बीटा अफ सेक्युरिटी गरेर निकालिन्छ। जहाँ आरएफलाई कहिलेकाहीँ क्वेसनले रिटर्न अन टिबिल भनेर दिन सक्छ अनि यो आरएमलाई मार्केटको रिटर्न वा रिटर्न अन एभरेज स्टक भनेर दिन सक्छ। अनि आरएम माइनस आरएफलाई चाहिँ क्वेसनले डाइरेक्ट नै मार्केट रिस्क प्रिमियम भन्न सक्छ, नझुक्किनुहोस् भनेर भनेको। अनि यो बिजे भनेको बिटा मात्र भनेर सम्झिनुहोस्। अहिले एकैछिनमा हामी फेरि पढ्छौँ बिटा भनेको के हो भनेर। अनि यो आरएमलाई चाहिँ कसैको कलेजमा इआरएम लेख्ने गरेको पनि पाइन्छ, अर्थात् त्यस्तो लेख्न पनि सक्नुहुन्छ भनेको बुझ्नु हो। केही छ सोध्नुपर्ने भए सोध्नुहोस्। छ केही सोध्नुपर्ने छैन? ल त्यसो भए तपाईँहरूले के चाहिँ याद गर्ने त क्वेसन गर्नको लागि तपाईँहरूलाई सिएपिएम को यो एउटा थ्योरी याद गर्ने, कहिलेकाहीँ व्हाट इज सिएपिएम भनेर सोधिदिन सक्छ, कहिलेकाहीँ एजम्सन भनेर सोध्न सक्छ। कुनै 2टा वा 3टा एजम्सन याद गर्नुहोस्, सिएपिएम को यो सेन्टेन्स याद गर्नुहोस्, अनि रिक्वायर रेट अफ रिटर्न निकाल्ने फर्मुला त क्वेसन गर्दै जाँदा आफै याद हुन्छ, त्यसलाई याद गरिराख्नु परेन। ल ठिक छ है, मैले मेट्दिएँ ल अहिले। सर हजुर त्यो के भन्छ स्टक भ्यालुएसनको फर्मुला होइन यो P0 D0 भनेको यो त यहाँ युटिलाइज हुँदैन होला नि? हुँदैन। मैले यो थ्योरी बुझाउनलाई मात्र लेखेको थिएँ, यो युज हुँदैन, यो युज हुँदैन मेडम। ल अब हामी यो बिटा भनेको के हो लेखौँ। अब हामी यो बिटा भनेको के हो लेखौँ। ल हेर्नुहोस् है त, बिटा कोफिसिएन्ट पनि भनिन्छ, बीटा कोफिसिएन्ट पनि भनिन्छ। ल लेख्नुहोस्, बीटा इज द indicator of systematic risk, indicator of systematic risk।
that indicates that indicates the सर level of हजुर म भर्खरै जोइन भएँ कि सर, आजदेखि क्लास हो यो। सर कुन च्याप्टरको के पढाइराख्नु ए भएको ए छ यहाँ? ए ए ए ए हामी च्याप्टर 4 रिस्क रिटर्न एन्ड पोर्टफोलियो थ्योरी भन्ने च्याप्टर 4 को थ्योरीको अन्तिम क्लासमा छौँ। च्याप्टर 4 रिस्क रिटर्न एन्ड पोर्टफोलियो थ्योरीको जुन च्याप्टर छ त्यो च्याप्टरको अन्तिम कन्सेप्ट लेख्दैछौँ आज। र अघि हामीले यो क्यापिटल एसेट प्राइसिङ मोडल लेख्यौँ, अहिले हामीले बिटा कोफिसिएन्ट लेख्दैछौँ। यो हामी यसको थ्योरेटिकल पोर्सनको अन्तिम क्लासमा छौँ। हामीले सर यो रिक्स एन्ड अहिलेसम्म रिटर्न भन्नुभएको हजुरले? हजुर हजुर च्याप्टर 4 मा छौँ। च्याप्टर 4 मा सर यो 1 देखि 3 सम्म लगालग सकिसकेको सर? होइन होइन होइन, त्यसरी सकेको छैन। हामीले च्याप्टर 3 मात्र सकेको, कहाँ 1 देखि 3 सम्म सकिन्छ। च्याप्टर 3 मात्र ए भर्खर सकेको। सर कुन सकाउनु भयो सर? म त आज भर्खरै जोइन भएँ, थाहै भएन होइन, मलाई त। केही सकेको छैन। च्याप्टर 3 मात्र सकेको। च्याप्टर 3 को बोन्ड र स्टक भ्यालुएसन सकेर अहिले हामी च्याप्टर 4 को लगभग अन्तिम क्लासमा छौँ। आज र भोलिमा यो रिस्क एन्ड रिटर्न पनि सकिन्छ। रिक्स एन्ड रिटर्न चाहिँ थ्योरी मात्रै कि प्र्याक्टिकल पनि त्यो हिसाब पनि सकिने न्युमेरिकल सर? न्युमेरिकल छ कहाँ, यहाँबाट त 15 मार्क्सको हिसाबै आउँछ। ओहो सर त्यो रिभिजन हुन्छ त सर मलाई अब? हुन्छ हुन्छ, त्यसलाई चिन्तै नलिनु न। ए हजुर हुन्छ सर, अब यो दुईटा जति छुट्यो त्यो मलाई फेरि पछि रिभाइज गरिदिनु होला नि हजुरले। हुन्छ हुन्छ हुन्छ, त्यसलाई चिन्तै लिनु पर्दैन। हस् हस्। ए हस् सर, हस् हस्, थ्याङ्क यू। अब अब यहाँ हेरौँ हामी। बीटा is the indicator of systematic risk that indicates the level of systematic risk. Level of systematic risk of any security, any security, any security as compared to market, as compared to systematic risks of market, systematic risks of market, मार्केटको सिस्टमेटिक रिस्कको तुलनामा कुनै पनि सेक्युरिटिजमा कति सिस्टमेटिक रिस्क छ भनेर निकाल्ने एउटा मोडललाई हामीले बिटा भन्छौँ। अब बिटा भनेको हामीले के गर्न सक्छौँ भन्दा, बिटा भनेको हामीले के गर्न सक्छौँ भन्दा सिओभी, कोभेरियन्स बिट्विन, हामीलाई कुनै सेक्युरिटी जस्तो यहाँ लेखौँ बिटा अफ जे भनेर लेखौँ, नोटेसनै लेखौँ। यो जे भन्ने सेक्युरिटीको निकाल्नु पर्यो भने सिओभी जे इन्टु एम डिभाइडेड बाई स्ट्यान्डर्ड डेभिएसन अफ जे मल्टिप्लाई स्ट्यान्डर्ड डेभिएसन अफ एम, वेयर यहाँ लेखौँ यो सिओभिजेएम भनेको कोभेरियन्स बिट्विन, कोभेरियन्स बिट्विन, कोभेरियन्स बिट्विन, कोभेरियन्स बिट्विन सेक्युरिटिज जे, सेक्युरिटिज जे एन्ड मार्केट, मार्केट र सेक्युरिटिज जे बिचको कोभेरियन्स हो। यो भनेको स्ट्यान्डर्ड डेभिएसन, यो भनेको स्ट्यान्डर्ड डेभिएसन अफ, स्ट्यान्डर्ड डेभिएसन अफ सेक्युरिटी, सेक्युरिटी जे, जे भन्ने सेक्युरिटीको स्ट्यान्डर्ड डेभिएसन, यो भनेको स्ट्यान्डर्ड डेभिएसन अफ, स्ट्यान्डर्ड डेभिएसन अफ अफ मार्केट, मार्केटको स्ट्यान्डर्ड डेभिएसन हो। अनि यहाँ हामीले डिसिजन लेख्नुपर्ने हुनसक्छ। त्यो डिसिजन रुल लेखौँ। के हुन सक्छ भन्दा 3 वटा कन्डिसन हुन सक्छ। 1 2 3 3 वटा कन्डिसन हुन सक्छ। 3 वटा मध्ये कुनै कन्डिसन हुन सक्छ क्वेसनमा, कन्डिसन भनेर लेखौँ, कन्डिसन भनेर लेखौँ। बीटा अफ कुनै सेक्युरिटिज बीटा अफ मार्केट अर्थात् 1 भन्दा सानो हुन सक्छ।
बीटा अफ कुनै पनि सेक्युरिटिजको बीटा मार्केटको बीटासँग बराबर हुन सक्छ। बीटा अफ सेक्युरिटिज कुनै पनि सेक्युरिटीको बीटा मार्केटको बीटा अर्थात् 1 भन्दा ठुलो हुन सक्छ। यदि बीटा 1 भन्दा सानो भयो भने यसलाई हामीले डिफेन्सिभ भन्छौँ। यदि बीटा 1 सँग टक्रक्कै बराबर आयो भने यसलाई एभरेज भनिन्छ। यदि बीटा के त भन्दा 1 भन्दा ठुलो आयो भने यसलाई एग्रेसिभ भनिन्छ। यसलाई एग्रेसिभ भनिन्छ। अब यस्तो स्टकलाई हामीले यदि 1 भन्दा सानो छ भने डिफेन्सिभ, 1 सँग बराबर छ भने एभरेज, 1 भन्दा ठुलो छ भने एग्रेसिभ भन्छौँ। जस्तो मानिलिउँ हामीले कुनै पनि स्टक ए भन्नेको बीटा निकाल्यौँ अनि ए भन्नेको बीटा 1.5 आयो भने यो स्टकलाई हामीले एग्रेसिभ भन्छौँ, किनभने यसको बीटा 1 भन्दा ठुलो छ। जस्तो बी भन्ने स्टकको बीटा मानिलिउँ 0.75 आयो भने बी भन्नेको स्टकको बीटा 0.75 भनेको 1 भन्दा सानो हो। 1 भन्दा सानो हुँदा डिफेन्सिभ भन्छौँ। मानिलिउँ सी भन्नेको बीटा 2 आयो। सी भन्नेको बीटा 2 आयो भने यो 1 भन्दा ठुलो हो। सी भन्ने स्टकलाई हामीले एग्रेसिभ स्टक भन्छौँ। अनि जस्तो मानिलिउँ बीटा अफ डी -2 आयो। बीटा अफ डी -2 आयो, यो भनेको 1 भन्दा सानो हो। डी भन्ने स्टक डिफेन्सिभ स्टक भनेर बुझ्छौँ। जस्तो बीटा अफ जे भन्ने 1 आयो ठ्याक्कै, यो स्टकलाई हामीले एभरेज स्टक भन्छौँ। कति बुझौँ भन्दा बीटा निकाल्छौँ अनि बीटाको भ्यालु 1 भन्दा सानो होइन। यसलाई म दुइटालाई गरेर दिन्छु तपाईँहरूलाई। हिजोको मैले जोइन गरेर दिएको थिएँ नि त, आज पनि यो पेमेन्ट भइदिन्छ कि यसको। मैले अघि कुरा गरेको थिएँ, केही प्रब्लम भयो होला पेमेन्टमा। भोलिसम्म भइहाल्छ, चिन्ता नलिनुहोस्। जुनको पेमेन्ट नभएर हो है, चिन्ता नलिनुहोस् ल। ल अब अघि मैले भन्दै थिएँ, के भन्दै थिएँ भने कुनै पनि सेक्युरिटीको बीटा मार्केटको बीटा भन्दा सानो, मार्केटको बीटा भन्दा ठुलो, मार्केटको बीटासँग बराबर हुन्छ। मार्केटको बीटा जहिले पनि 1 हुन्छ। मार्केटको बीटा जहिले पनि 1 हुन्छ, अर्थात् 1 भन्दा सानो हुनु डिफेन्सिभ, 1 भन्दा ठुलो हुनु एग्रेसिभ, 1 सँग बराबर हुनु चाहिँ के हो त एभरेज हुन्छ भनेर बुझौँ है। ल अब हामी अर्को डिसिजन रुल लेखौँ। डिसिजन रुल फर सिएपिएम को लागि सिएपिएम क्यापिटल एसेट प्राइसिङ मोडलको डिसिजन रुल लेखौँ। एसएन लेखौँ 1 2 3, तीनवटा मध्ये कुनै एउटा कन्डिसन हुन सक्छ। कन्डिसन तीनवटा कुनै पनि सेक्युरिटीको रिक्वायर्ड रेट अफ रिटर्न हामीलाई क्वेसनमा दिएको एक्सपेक्टेड रिटर्न भन्दा सानो हुन सक्छ। एक्सपेक्टेड रिटर्न भन्दा सानो हुन सक्छ। रिक्वायर्ड रेट अफ रिटर्न हामीलाई क्वेसनमा दिने एक्सपेक्टेड रिटर्नसँग बराबर हुन सक्छ। एक्सपेक्टेड रिटर्नसँग बराबर हुन सक्छ। रिक्वायर्ड रेट अफ रिटर्न एक्सपेक्टेड रिटर्न भन्दा ठुलो हुन सक्छ। एक्सपेक्टेड रिटर्न भन्दा ठुलो हुन सक्छ। अनि जुनको एक्सपेक्टेड रेट अफ रिटर्न भन्दा सानो हुन्छ यस्तो स्टकलाई हामीले अन्डर प्राइस भन्छौँ।
अन्डर प्राइस बराबर भई इक्विलिब्रियम र बढी भई ओभर प्राइस भन्छौँ, ओभर प्राइस भन्छौँ। अनि डिसिजन लेख्दै गर्दाखेरि हामीलाई अन्डर प्राइस भएकोलाई किन्छौँ, इक्विलिब्रियम भएकोलाई वेट, ओभर प्राइस भएकोलाई हामीले के गर्छौँ त बेच्छौँ। ल अब यहाँ सुन्नुहोस्, के कुरो सुन्नुहोस् भन्दा यहाँ सुन्नुहोस्, जस्तो हामीले रिक्वायर रेट अफ रिटर्न निकाल्छौँ, जस्तो मानिनु ए भन्ने सेक्युरिटीको रिक्वायर रेट अफ रिटर्न निकाल्यो, मान्यौ 12% आयो। ए भन्ने सेक्युरिटीको रिक्वायर रेट अफ रिटर्न निकाल्यौँ 12% आयो। यो 12% चाहिँ कुन फर्मुला लगाएर आयो भन्दा आरएफ प्लस आरएम माइनस आरएफ इन्टु बिटा, ए भन्ने स्टकको बिटावाला फर्मुला लगाएर हाम्रो एन्सर आयो 12%। मानिलिउँ 12% रिटर्न आयो, सिएपिएम अनुसारले रिटर्न यसको रिक्वायर रेट अफ रिटर्न 12% आयो। अनि क्वेसनमा तपाईँहरूले एक्सपेक्टेड रेट अफ रिटर्न, क्वेसनमा तपाईँहरूले एक्सपेक्टेड रेट अफ रिटर्न मान्यौ 15% दिएको छ। ए भन्ने स्टकको एक्सपेक्टेड रेट अफ रिटर्न 15% दिएको छ भने अब ए भन्नेको रिक्वायर रेट अफ रिटर्न 12 क्यालकुलेसन गर्नुभयो, क्वेसनमा यसको 15% एक्सपेक्टेड रिटर्न दिएको छ भने यो ए भन्ने स्टकको 12% रिक्वायर रेट अफ रिटर्न र एक्सपेक्टेड रिटर्न चाहिँ कति 15। रिक्वायर रेट अफ रिटर्न एक्सपेक्टेड रेट अफ रिटर्न भन्दा के छ त सानो छ। यदि रिक्वायर रेट अफ रिटर्न सानो हुन्छ भने त्यसलाई अन्डर प्राइस भनिन्छ। रिक्वायर रेट अफ रिटर्न सानो हुन्छ भने त्यसलाई अन्डर प्राइस भनिन्छ। यदि रिक्वायर रेट अफ रिटर्न ठुलो हुन्छ भने त्यसलाई ओभर प्राइस भनिन्छ। यदि रिक्वायर रेट अफ रिटर्न क्वेसनमा दिएको एक्सपेक्टेड रेट अफ रिटर्नसँग बराबर छ भने त्यसलाई इक्विलिब्रियम भनिन्छ। यसको मतलब यो ए भन्ने स्टक के रहेछ भनेर बुझौँ त अन्डर प्राइस भयो। यस्तो स्टकलाई हामीले के गर्नुपर्छ भनेर बुझौँ त बाई गर्नुपर्छ भनेर बुझौँ, अर्थात् किन्नुपर्छ भनेर बुझौँ। क्लियर? सर यो क्लियर सर। रियलमा पनि त्यस्तै हुन्छ, मतलब रियल स्टकहरूमा, स्टक मार्केटमा पनि, के भन्नुभयो? नेप्सेमा पनि के भन्नुभयो? हामीले हामीले नेप्सेमा लिस्टेड कम्पनीहरूको सेयरहरू किन्दा पनि यसरी नै गर्ने हो हुँदैन, त? हुँदैन। त्यही त है। मैले अघि नै भनिसकेँ, यसका एजम्सनहरू कुनै पनि रियल मार्केटमा भ्यालिड हुँदैन। त्यही भएर यो सिएपिएम पढ्दैछौँ भने पछाडि यो जस्ट के भन्दा इक्जाममा मार्क्स ल्याउनलाई मात्र पढ्दैछौँ, नत्र यो कहीँ पनि कतै पनि युज हुँदैन। किनभने सिएपिएमका जुन एजम्सनहरू छन् त्यो कुनै पनि एजम्सन कुनै पनि मार्केटमा मिट हुँदैन। यो काम छैन, कहीँ पनि युज हुँदैन है। योभन्दा नयाँ नयाँ थ्योरीहरू आइसक्यो, यो कहीँ पनि युज हुँदैन, केहीमा पनि युज हुँदैन। जस्ट हामीले क्वेसन सल्भ गर्न युज गर्ने हो त्यति। अब अन्तिम थ्योरी लेखौँ, अन्तिम थ्योरी लेखौँ अनि हामी क्वेसनतिर जान सक्छौँ। ल अन्तिम थ्योरी लेखौँ, सेक्युरिटी मार्केट लाइन, सेक्युरिटी मार्केट लाइन भनेर लेखौँ, सेक्युरिटी मार्केट लाइन भनेर लेखौँ, जसलाई एसएमएल भन्छौँ। सेक्युरिटी मार्केट लाइन भनेको एउटा स्ट्रेट लाइन हो। इट इज स्ट्रेट लाइन, इट इज स्ट्रेट लाइन that shows the relationship between, that shows the relationship between, that shows the relationship between, relationship between required rate of return, required rate of return, required rate of return and beta of securities, beta of securities, beta of security, बीटा अफ सेक्युरिटी र रिक्वायर रेट अफ रिटर्न बिचको रिलेसन देखाउने एउटा सिधा रेखाको नाम के हो भन्छौँ भने सेक्युरिटी मार्केट लाइन भन्छौँ। के बुझ्नुहोस् त, सेक्युरिटी मार्केट लाइन भनेको एउटा सिधा रेखा हो जसले के बुझाउँछ भन्दा
कुनै पनि सेक्युरिटीको रिक्वायर्ड रेट अफ रिटर्न र बिटा बिचको सम्बन्ध देखाउने एउटा स्ट्रेट लाइन हो। अर्थात् सेक्युरिटी मार्केट लाइन भनेको एउटा ग्राफिकल रिप्रेजेन्टेसन हो। सिएपिएमले भनेका थ्योरीको ग्राफिकल रिप्रेजेन्टेसनको नामै के हो त? सेक्युरिटी मार्केट लाइन हो। यो एसएमएल तान्ने बेला तपाईँहरूले के गर्ने हो भन्दा यहाँ पहिलो सुरुमा माथिपट्टि आरजे लेखिन्छ अनि यतापट्टि बिजे लेखिन्छ अनि कतै माथिबाट आरएफ तानिन्छ। अहिले एकछिनमा क्वेसन गर्ने बेला गरौँ ल। अहिले हाइपोथेटिकल्ली बनाउँदै गर्नुहोस् अनि यता लगिन्छ अनि तल सिधा तानिन्छ। यो तल छोएको पोइन्टलाई बिएम लेखिन्छ। बिएम यो बिटा अफ मार्केट, यो जहिले 1 हुन्छ। यता छोएको पोइन्टलाई आरएम लेखिन्छ। यो पोइन्ट आरएफ को हो। यो आरएफ को यो पोइन्ट र यो पोइन्ट जोइन गर्ने गरी एउटा सिधा रेखा तानिन्छ जसको नाम हो सेक्युरिटी मार्केट लाइन एसएमएल। अहिले कसरी एक्ज्याक्ट तान्ने भन्ने कुरो अहिले क्वेसन गर्ने बेला बुझौँला। अहिले तपाईँहरूले हाइपोथेटिकली यस्तो बनाउनुहोस्। यही सिधा रेखाको नाम के हो त? एसएमएल हो, जसले बिटा र रिक्वायर्ड रेट अफ रिटर्न बिचको सम्बन्ध देखाउने एउटा सिधा रेखा हो। अर्थात् यो एसएमएल भनेको ग्राफिकल रिप्रेजेन्टेसन हो अफ सिएपिएम थ्योरी। सिएपिएमले भनेको जुन क्यापिटल एसेट्स प्राइसिङ मोडलले जे थ्योरी एक्सप्लेन गरेको छ त्यो थ्योरीको ग्राफ नै के हो त? एसएमएल हो भनेर बुझ्नुहोस्। ठिक छ, क्लियर? अब हामी क्वेसन गर्छौँ अनि बुझिन्छ है डिटेलमा। अब हामी एउटा क्वेसन गर्छौँ अनि त्यस पछाडि डिटेलमा बुझिन्छ, केही चिन्ता नलिनुहोस्। अहिलेसम्म केही नबुझेको भए पनि केही फरक पर्दैन। अब हामी एउटा क्वेसन गर्छौँ अनि डिटेलमा बुझ्छौँ ल। ल म एउटा क्वेसन गएँ, मैले एउटा क्वेसन लेखाउँछु, त्यस पछाडि त्यो क्वेसन गरे पछाडि सबै कुरा बुझिन्छ, केही गाह्रो छैन। ल यहाँ हेर्नुहोस्। ल यो एसएमएल एक्ज्याक्ट कसरी तान्ने हो भन्ने कुरो अहिले हामी क्वेसनमा फेरि गर्छौँ, चिन्ता नलिनुहोस्। ल यहाँ फर इक्जाम्पल भनेर लेख्नुहोस्। फर इक्जाम्पल भनेर लेख्नुहोस्। ल फर इक्जाम्पल यहाँ मानिलिनु तपाईँलाई स्टक दिएको रहेछ, ए भन्ने स्टक, बी भन्ने स्टक र सी भन्ने स्टक। अनि यो सबै स्टकको एक्सपेक्टेड रिटर्न दिएको छ। मानौँ सबै स्टकको, ए भन्ने स्टकको 18%, बी भन्ने स्टकको 20% र सी भन्ने स्टकको 12% दिएको छ। अनि तपाईँलाई क्वेसनले बिटा पनि दियो। ए भन्ने स्टकको 1.2, बी भन्ने स्टकको 2 र सी भन्ने स्टकको 0.5 तपाईँलाई बिटा पनि दियो मानौँ। र तल क्वेसनले के भन्छ भने रिटर्न अन मार्केट पोर्टफोलियोको रिटर्न इज 14% भनेर दियो। मार्केट पोर्टफोलियोको रिटर्न 14% एन्ड रिस्क फ्री रेट भनेर क्वेसनले तपाईँहरूलाई दियो। मानिलिनु 6%। अनि क्वेसनले सोध्यो रिक्वायर्ड भन्दै सोध्यो। एमा सोध्यो क्वेसनले क्यालकुलेट रिक्वायर्ड रेट अफ रिटर्न। क्यालकुलेट रिक्वायर्ड रेट अफ रिटर्न अन इच स्टक। सबै स्टकको रिक्वायर्ड रेट अफ रिटर्न निकाल्नुहोस्। बीमा which stock is overpriced, कुन चाहिँ स्टक ओभर प्राइस हो, वा which stock is under price, कुन चाहिँ स्टक चाहिँ अंडर प्राइस हो। which stock is under price, कुन चाहिँ स्टक चाहिँ अंडर प्राइस हो भनेर सोध्यो। सीमा ड्र द एसएमएल बनाउनुहोस्। एसएमएल ग्राफ बनाउनुहोस्। एन्ड लोकेट each stock in SML.
स्टक इन एसएमएल, सबै स्टकहरूलाई एसएमएलमा पनि लगेर प्लट गर्नुहोस् भन्यो क्वेसनले। ठिक छ, यहाँसम्म सार्नुहोस् क्वेसन। ल, यहाँसम्म क्वेसन सारिसक्नुहोस्। सार्नुहोस्, मैले तपाईँहरूलाई 1 मिनट दिएँ, सार्नु। सर यो भिडियो आउँदैन? के भन्नुभयो? यो भिडियो सेन्ड हुन्छ कि हुँदैन? हुन्छ, किन नहुनु, सबै हुन्छ। अस्ति एक दिनको चाहिँ मैले रेकर्ड गरेर बिर्सेर हो। तपाईँहरूको टेलिग्राममा जहिले अपलोड हुन्छ। अस्ति एक दिनको, दोस्रो दिनको रिक्स एन्ड रिटर्नको जुन हामीले के दिन पढेको, शनिबार हो कि शनिबार पढेको हो, के अरे शनिबार पढेको एउटा भिडियो त नआयो नि, नत्र आइतबार क्लास भएन। सोमबार हिजोको भिडियो हालिदिइसकेँ मैले, आजको भिडियो अब क्लास सकिने बित्तिकै हालिदिइहाल्छु। आउँछ, सबै भिडियो आउँछ। त्यो कुनै अस्ति एक दिन चाहिँ रेकर्ड गर्न भुलेर हो, त्यो एक दिनको मात्रै भिडियो छैन, अरू सबै भिडियो छ त। ल, अब त्यस पछाडि हामी यहाँ क्वेसन पढौँ। यो क्वेसनमा दिएको एक्सपेक्टेड रिटर्न हो। यो क्वेसनमा गिभन गरेकोलाई हामीले के भन्छौँ त? एक्सपेक्टेड रिटर्न भन्छौँ। रिक्वायर रेट अफ रिटर्न भनेको एसएमएल को जुन सिएपिएम को जुन इक्वेसन छ, त्यो इक्वेसन लिएर निकालेको भ्यालुलाई के भन्छौँ त? रिक्वायर रेट अफ रिटर्न। अब गिभन टिपौँ। अब क्वेसनमा गिभन टिपौँ। पहिलो सुरुमा क्वेसनले रिटर्न अन मार्केट दिएको छ। रिटर्न अन मार्केट कहिलेकाहीँ रिटर्न अन एभरेज स्टक भन्न सक्छ, आरएम। आरएम इक्वल्स टु 14%। यहाँ दिएको छ रिस्क फ्री रेट आरएफ। रिस्क फ्री रेट आरएफ इक्वल्स टु 6%। आरएफ भनेको 6% दियो। आरएफ भनेको 6% दियो। अनि हामीलाई क्वेसनको यसको एमा के सोध्यो भन्दा रिक्वायर रेट अफ रिटर्न। अब रिक्वायर रेट अफ रिटर्न निकाल्दै गर्दा आरजे इक्वल्स टु हामी गर्छौँ आरएफ प्लस आरएम माइनस आरएफ इन्टु के गर्छौँ त? बिटा गर्छौँ। अहिलेलाई फर्मुला सम्झिन्छ भनेर हरेकमा फर्मुला लेखौँ। इक्जाममा एकचोटि यहाँ तल एउटा फर्मुला लेखेपछि लेखिराख्नु पर्दैन। अहिले फर्मुला सम्झिन्छ, लेखौँ। फर ए भनौँ आरए इक्वल्स टु आरएफ प्लस, फर्मुला सम्झिन्छ, लेखौँ, आरएम माइनस आरएफ इन्टु के त? बिटा अफ ए। आरएफ भनेको क्वेसनले 6% दिएको छ। आरएम भनेको क्वेसनले 14% दिएको छ, माइनस 6% इन्टु ए को बिटा। ए को बिटा 1.2 कति आयो? 15.6। हजुर, 15.6। यसै गरी फर बी भन्नुहोस् आरबी इक्वल्स टु आरएफ प्लस आरएम माइनस आरएफ इन्टु बिटा अफ बी गर्नुहोस्। आरएफ भनेको वर्किङ नोटमा लेख्ने हो? हजुर, होइन, सिधै वर्किङ नोट सिधै? होइन यो। सिधै यस पछाडि हो। यहाँ तल लेख्दाखेरि अलिक नदेखिएला भनेर मैले माथिबाट लेखेको। सिधै वर्किङ नोट होइन है। 6% प्लस आरएम भनेको 14% माइनस 6% आरएफ। बिटा अफ बी को बिटा भनेको 2। 8 2 6 22 22 होइन? 80%। 22 हो सर। ल, 22%। यसै गरी कसको गर्नुहोस् त? अब फर हामीले सी भनेर सी को निकाल्नुहोस्।
फर के भन्नुहोस् त सी भनेर सी को निकाल्नुहोस् फर के भन्नुहोस् त सी भन्नुहोस् आरसी इक्वल्स टु के भन्नुहोस् त आरएफ प्लस आरएम माइनस आरएफ इन्टु के भन्नुहोस् त बीटा अफ सी भनेर यसरी लेख्नुहोस् आरएफ भनेको 6%, आरएम भनेको 14, आरएफ भनेको 6 अनि बीटा अफ सी भनेको सी को बीटा 0.5 भने पछाडि यो कति 10%। 10%। यसरी हामीलाई क्वेसनले रिस्क फ्री रेट दिएको हुन्छ रिटर्न अन मार्केट दिएको हुन्छ कहिलेकाहीँ रिटर्न अन मार्केट नदिँदा कहिलेकाहीँ क्वेसनले के दिन्छ भन्दा यो दुईटै घटाएको भ्यालु चाहिँ कति हुँदो रहेछ 14 र 6 घटाउँदा 14 मा 6 घटाउँदा 8% हुन्छ अनि यो 8% लाई क्वेसनले के भन्छ त मार्केट रिस्क प्रिमियम इज 8%। कहिलेकाहीँ क्वेसन झुकाउनु पर्यो भने मार्केट रिस्क प्रिमियम इज 8% एन्ड रिस्क फ्री रेट इज 6% भनिदिन सक्छ अनि यो 8 भनेको चाहिँ के हो त यो दुईटा घटाएको भ्यालु हो है त्यो चाहिँ विचार गर्नुहोस् यसरी हामीले के निकाल्छौँ त रिक्वायर्ड रेट अफ रिटर्न निकाल्छौँ यो रिक्वायर्ड रेट अफ रिटर्न भनेको क्यापिटल एसेट्स अर्थात् फाइनेन्शियल एसेट्स अर्थात् स्टक मेनली एक्सक्युज मी स्टक सर हजुर सर हजुर त्यो आरएम माइनस आरएफ के भन्नुभएको त्यसलाई के भन्छ भन्नुभयो ए ए ए मैले के भने भन्दा कहिलेकाहीँ तपाईँहरूलाई क्वेसनले झुकाउँदाखेरि यो आरएम माइनस आरएफ को जुन भ्यालु छ यसलाई डाइरेक्टै क्वेसनले के भनेर दिन सक्छ त मार्केट रिस्क प्रिमियम भनेर दिन सक्छ नजोकिनुहोस् मार्केट रिस्क प्रिमियम भनेको के दिएको हो आरएफ माइनस आरएम दिएको हो त्यो दिए पछाडि डाइरेक्ट नै युज गर्नुपर्छ जस्तो हामीलाई यो क्वेसनमा मार्केट रिस्क प्रिमियम 8% दिए भए 6% प्लस 8% इन्टु के गर्थ्यौँ 1.2 गर्थ्यौँ डाइरेक्ट नै गर्थ्यौँ है कहिलेकाहीँ क्वेसनले हामीलाई मार्केट रिस्क प्रिमियम भनेर पनि दिन सक्छ ठिक छ अनि मैले के भन्दै थिएँ भने यो रिक्वायर्ड रेट अफ रिटर्न भनेको क्यापिटल एसेट्स फाइनेन्शियल एसेट्स अर्थात् स्टकको भ्यालुएसन गर्दाखेरि चाहिने जुन कस्ट छ जुन डिस्काउन्ट रेट छ त्यही डिस्काउन्ट रेटको नाम हो यो रिक्वायर्ड रेट अफ रिटर्न ए भन्ने स्टकको भ्यालु निकाल्नु पर्यो भने रिक्वायर्ड रेट अफ रिटर्न 15.6 बी भन्ने स्टकको भ्यालु निकाल्नु पर्यो भने रिक्वायर्ड रेट अफ रिटर्न 22%, सी भन्ने स्टकको भ्यालु निकाल्नु पर्यो भने रिक्वायर्ड रेट अफ रिटर्न 10% राख्छौँ भनेर निकाल्यौँ अब यस पछाडि बीमा व्हिच स्टक इज ओभर प्राइस व्हिच स्टक इज अन्डर प्राइस कुन चाहिँ ओभर प्राइस हो र कुन चाहिँ अन्डर प्राइस हो भनेर सोध्छ अब हेर्नुहोस् यो एक्सपेक्टेड रिटर्न यो रिक्वायर्ड रेट अफ रिटर्न अब यहाँ समरी भनेर लेखौँ अलिक बुझ्न सजिलो हुन्छ समरी भनेर लेखौँ यहाँ बुझ्न सजिलो हुन्छ ए भन्ने स्टक बी भन्ने स्टक सी भन्ने स्टक यसको एक्सपेक्टेड रिटर्न क्वेसनमा दिएको छ 18, 20 र 12 ए भन्नेको 18 बी भन्नेको 20 र सी भन्नेको 12% लेखेको छ अनि रिक्वायर्ड रेट अफ रिटर्न हामीले निकाल्यौँ रिक्वायर्ड रेट अफ रिटर्न निकाल्यौँ यहाँ ए भन्नेको रिक्वायर्ड रेट अफ रिटर्न 15.6% निकाल्यौँ यहाँ माथि छ यसै गरी बी भन्नेको 22% निकाल्यौँ अनि यसै गरी सी भन्नेको 10% निकाल्यौँ अब हामीले के बुझौँ त यसरी सबैमा पर्सेन्टेज लेख्दा नि भो अब यो भन्दा यो के छ सानो हुँदा अन्डर प्राइस यो भन्दा यो ठुलो छ ठुलो हुँदा ओभर प्राइस यो भन्दा यो के छ सानो छ यो अन्डर प्राइस स्टक सी अन्डर प्राइसेस छ स्टक ए अन्डर प्राइसेस छ स्टक बी चाहिँ के रहेछ त ओभर प्राइस रहेछ यहाँ यसरी डिसिजन भनेर लेख्न सक्नुहुन्छ के छ त यो रिक्वायर्ड रेट अफ रिटर्न के छ त ठुलो छ यहाँ हामीले रिक्वायर्ड रेट अफ रिटर्न ठुलो र सानो छ रिक्वायर्ड रेट अफ रिटर्न यसलाई अगाडिकोलाई हामीले एक्सपेक्टेड रेट अफ रिटर्न इआरए लेख्न सक्छौँ यसको नाम रिक्वायर्ड रेट अफ रिटर्न आरए
यो एक्सपेक्टेड भन्दा रिक्वायर्ड सानो, रिक्वायर्ड सानो भए अन्डर प्राइस, रिक्वायर्ड ठुलो भए ओभर प्राइस, बराबर भए इक्विलिब्रियम। अब यो के छ त, सानो छ भने पछाडि यसलाई के लेख्ने, अन्डर प्राइस भनेर लेख्ने। यसै गरी बी भन्नेको एक्सपेक्टेड रेट अफ रिटर्न बी भन्दा रिक्वायर रेट अफ रिटर्न अफ बी ठुलो छ। यो एक्सपेक्टेड रिटर्न, यो रिक्वायर रिटर्न 20% एक्सपेक्टेड, 22% रिक्वायर्ड। एक्सपेक्टेड भन्दा रिक्वायर्ड ठुलो, एक्सपेक्टेड भन्दा रिक्वायर्ड ठुलो, यसलाई के भन्छौँ त, ओभर प्राइस भन्छौँ। यसै गरी यो एक्सपेक्टेड 12, रिक्वायर्ड सानो, एक्सपेक्टेड रेट अफ रिटर्न अफ सी भन्दा रिक्वायर्ड रेट अफ रिटर्न अफ सी सानो छ। सानो हुँदा अन्डर प्राइस लेख्छौँ, ठुलो हुँदा ओभर प्राइस, र बराबर हुँदा हामीले इक्विलिब्रियम भनेर डिसिजन लेख्छौँ। क्लियर? यहाँसम्म केही सोध्नु छ भने सोध्नुहोस्। छैन सर। ल, अब हामी अगाडि बढौँ। अब एसएमएल, ड्र द एसएमएल। अब एसएमएल ड्र गर्ने बेलामा कसरी ड्र गर्ने हो त है? एसएमएल ड्र गर्ने बेलामा कसरी ड्र गर्ने हो त, पहिलो सुरुमा आनन्दले सुन्नुहोस्, अनि त्यस पछाडि मात्र तपाईँहरूले गर्नुहोस्। ल ल, म तपाईँहरूलाई कपीमा ड्र गरेर देखाउँछु। यो एसएमएल ड्र गर्ने बेला तपाईँहरूले मिस्टेक गर्नुहुन्छ। यहाँ हेर्नुहोस् है त, म यहाँ एसएमएल ड्र गरेर देखाउँछु। पहिलो यहाँ एकछिन ड्र नगर्नुहोस् है, तपाईँहरू कसैले पनि ड्र नगर्नुहोस् एसएमएल। यहाँ ड्र गर्छु, अनि त्यस पछाडि त्यसलाई लोकेट गरौँला। यहाँ सी नम्बरमा ड्र द एसएमएल, सी नम्बरमा ड्र द एसएमएल। एसएमएल ड्र गर्ने बेलामा सबैभन्दा पहिलो तपाईँहरू नगर्नुहोस् है, नगर्नुहोस्, यहाँ सुन्नुहोस् मात्र। यो ड्र गरिन्छ, त्यस पछाडि हामीले यहाँ स्केलिङ गर्दा पनि हुन्छ, स्केलिङ नगर्दा पनि हुन्छ। स्केलिङ भनेको के हो भन्दा, तपाईँहरूले स्केल राखेर यति सेन्टिमिटर बराबर यति भनेर लेख्नुहुन्छ, इक्वेल्ली गरेर लेख्नुहुन्छ भने त्यसलाई स्केलिङ भनिन्छ। अर्थात् तपाईँले 1 cm इक्वल्स टु 2, 1 cm इक्वल्स टु 4, 1 cm इक्वल्स टु 1 भन्दै लेख्नुहुन्छ भने त्यसलाई स्केलिङ भनिन्छ। नर्मल्ली फाइनेन्सका जति पनि ग्राफहरू छन् ती नर्मल्ली हाइपोथेटिकल्ली बनाइन्छ, किनभने स्केलिङ गर्ने हामीसँग फुर्सद हुँदैन इक्जाममा है। अनि यो ग्राफमा बनाउने होइन, यो कपीमा बनाउने हो तपाईँहरूको। यो कपीमा बनाउने भएको कारणले गर्दाखेरि नर्मल्ली हाइपोथेटिकल्ली बनाइन्छ। अनि हाइपोथेटिकल्ली बनाउँदा हेर्दा मिलाए जस्तो देखिनु पर्यो। अब यहाँ सुन्नुहोस्, पहिलो सुनिसक्नुहोस् अनि मात्र बनाउनुहुन्छ है, केही नगर्नु। यहाँ आरएफ भनेको 6% छ, कतै माथिबाट आरएफ भनेर तान्छौँ। आरएफ भनेको 6%, ठिक छ, आरएफ भनेको 6%। अनि यति भनेको, यति भ्यालु भनेको 6% हो भने पछाडि अब 14%मा तान्नु पर्यो। यति भनेको 6% हो, यति भनेको अर्को, यति भनेको 6 होला, 12 भयो। 14 भनेको अलि माथि पुग्ला, अनि यहाँबाट सिधा तल तानिन्छ। एकैछिन नतान्नुहोस् है, म तपाईँहरूलाई कपीमा लेखेर बुझाउँछु अहिले एकछिनमा। यो पोइन्ट भनेको आरएम हो, यो पोइन्ट भनेको बिएम, बिटा अफ मार्केट हो। अनि बिटा अफ मार्केट जहिले 1, अनि यो रिटर्न अन मार्केट यहाँ क्वेसनले जति दिन्छ त्यति 14%। यो पोइन्ट र यो पोइन्टलाई जोइन गर्ने गरी एउटा लाइन तानिन्छ जसको नाम हो एसएमएल। माथि रिक्वायर्ड रेट अफ रिटर्न, यता बिटा अफ सेक्युरिटी जी। अब यहाँ सुन्नुहोस्, पहिलो नतान्नुहोस् है, तान्ने बेला भएको छैन तपाईँहरूले। यहाँ सुन्नुहोस्, यहाँ हेर्नुहोस्, तपाईँहरूसँग त कपी हुन्छ, कपीमा लाइन हुन्छ, ठिक छ। तपाईँहरूसँग कपी हुन्छ, कपीमा लाइन हुन्छ। अब यहाँ सुन्नुहोस्, यहाँ एकदमै विचार गर्नुहोस्। यहाँ हेर्नुहोस्, तपाईँले आरएम भनेको कति छ त, 14% छ, देखिया छ कपीमा। आरएम 14% देखिया छ होला। अनि आरएफ भनेको कति पर्सेन्ट छ त, 6% छ। अनि कपीमा लाइन तान्दै गर्दा, यो हामीले कपीमा लाइन तान्दै गर्दा तपाईँहरूले कसरी तान्ने भन्दा स्केल राखेर तान्ने कपीमा, ठिक छ।
स्केल राखेर तान्ने। अनि कपीमा त तपाईँहरूको के हुन्छ? भन्नु न, लेखेन त पेनले। लेख्यो। अब यहाँ हेर्नुहोस्, अब यसरी लाइन तान्नुहुन्छ। अनि तपाईँहरूले के गर्न सक्नुहुन्छ भने कपीमा त यो एउटा लाइन भनेको 2 जस्तो मान्नुहोस्। यो 2 हो, यो 4 हो, यो 6। यहाँबाट यसरी तान्नुहोस्, यो 6 भइहाल्यो। ठिक छ, यो तान्नुहोस्, यो कति त आरएफ कस्ट कति भयो त? यो 6 भइहाल्यो। एउटा कोठा भनेको 2, दोस्रो कोठा भनेको अर्को 2, अनि अर्को तेस्रो कोठा भनेको अर्को 2। 2 4 6, 6 भयो। यो कति भयो त? 2 भयो 8, यो 2 भयो 10, यो 2 भयो 12, यो 2 भयो 14। 12 14। अब यहाँबाट तान्नुहोस्। अब यसलाई कहाँसम्म लाने भनेर कन्फ्युज नहुनुहोस्। यो तपाईँले तान्नुभयो नि 3, यो तान्नुभयो नि, यो उतासम्म पुर्याउनु भएर तल तान्नु भए पनि हुन्छ। ए ल, उता पुऱ्याएर यसरी तान्नु भए पनि हुन्छ। वा तपाईँहरूले यो लाइन तान्नुहुन्छ है, यसरी तानेर यो लाइन यतैबाट तान्नु भए नि हुन्छ, जताबाट तान्नु भए नि हुन्छ। अनि यसलाई यहाँसम्म तानेर लगिसके पछाडि अनि तल तान्नुहोस्। ख्याल गर्नुहोस्, यो भनेको 6 हुँदै गर्दाखेरि यहाँदेखि यहाँसम्म भनेको 14% चाहिँ हुन्छ कि हुँदैन भनेर ख्याल गर्नुहोस्। फेरि तपाईँहरूले तानिदिँदै गर्दा यसो गरिदिनु होला। फेरि यहाँ हेर्नुहोस्, यो भनेको, हे प्रभु, पर्खिनु ल, यहाँनिर लेख्दै थिएँ। यहाँ पर्खिनु ल, यहाँ हेर्नुहोस्, यो यसरी तान्नुहुन्छ हो। हे प्रभु, यसरी तान्नुहुन्छ यो लाइन। अनि यो 3टा भनेको तपाईँहरूले आरएफआई कस्ट 6 लेख्नुहुन्छ। अनि यहाँबाट तानिदिनु होला नि। फेरि यो आरएम भनेर तानिदिनु होला नि यसरी। यो चाहिँ गलत भयो, किनभने यो 3टा लाइन भनेको 6 भए पछाडि यो 2टा लाइन भनेको त 4 भइहाल्यो नि, यो त 10 भइहाल्यो नि। हामीलाई चाहिएको 14मा, 14बाट तान्नुहोस्। बुझ्नुभयो कुरा? ल, बुझेँ सर। तान्नुहोस्। अब यो तान्नुहोस्। अनि यो तानिसके पछाडि तपाईँहरूले के गर्ने हो भन्दा यसलाई लोकेट गर्ने। हेर्नुहोस्, यहाँ लोकेट गर्ने। अहिले एकैछिनमा तान्नु भयो नि हुन्छ। यहाँ लोकेट गर्ने। ए भन्ने स्टकको बिटा 1.2, यो भनेको 1, 1.2 भनेको यतातिर पर्ला, यहाँ पर्ला भनेर एउटा एजम्सनमा तान्ने हो। भ्याएसम्म डट डट लाइन तान्नुहोस्, राम्रो देखिन्छ। सर अनि हजुर, त्यो लाइन माथि कसरी तान्ने भन्नुभएको? मलाई त तान्नै आएन त। यो लाइन काउन्ट गरेर भन्नुभएको हो? त्यो गर्दा त हो माथि पुग्छ त। हजुर। यो लाइन काउन्ट गर्दाखेरि त तपाईँको 14 भनेको त धेरै माथि पुग्छ त सर। होइन, यसो गर्ने, दुईटालाई 2 बनाउने, एउटा लाइनलाई 2 बनाउने नि। ए, एउटा लाइनलाई टु टु गर्ने, टु अहिले मान्ने। तपाईँले आफ्नो हिसाबले गर्नुभयो हुन्छ। एउटा लाइनलाई 2 भन्नुभयो नि हुन्छ, एउटा लाइनलाई 3 भन्नुभयो नि हुन्छ। त्यसमा यो नै गर्नुपर्छ भन्ने छैन कि। जस्तो ए ए तपाईँको मैले एउटा कसै, लाइन लिँदाखेरि चाहिँ हजुर। होइन, तपाईँले एउटा लाइनलाई 1 भनेर बनाउनु भयो भने पनि ग्राफ ठुलो बन्छ, केही फरक पर्दैन। ए हुन्छ अँ, हुन्छ सर, हुन्छ। अनि त्यो बिचको लाइन यसरी तान्दाखेरि चाहिँ जसरी जहाँ मान्दाखेरि पनि हो भयो हो यो हो, यसो गरेर तान्नुभयो। अनि यो यता पुऱ्याएर यसरी तान्नुभयो, यो पनि करेक्ट। अनि तपाईँले यो लाइन तान्नु, यता लगेर यसरी तान्नुभयो, यो पनि करेक्ट होइन। यसरी लाइन तान्नुभयो, अनि अर्को लाइन चाहिँ कता बिचबाट तान्नुभयो, यो पनि करेक्ट हुन्छ। अनि एउटा लाइन तपाईँले यसरी तान्नुभयो, यसरी तान्नुभयो, यस्तो देखिने भयो भने पनि यो पनि करेक्ट हुन्छ। सबै करेक्ट हो। के चाहिँ बुझ्नु पर्यो भन्दा, के चाहिँ तपाईँहरूले एकदमै क्लियरली बुझ्नु पर्यो भन्दा, यो लाइन र यो लाइन तान्दै गर्दा यो हाम्रो 6% हो भने यो हेर्दा 14 जस्तो चाहिँ देखिनु पर्यो। हुन्छ सर। ल, अनि अनि त्यति तानिसके पछाडि हामीले के गर्ने हो भन्दा, यहाँ हामीले यो भनेको 1.2, 1 भन्दा उतातिर पर्ला भनेर तान्ने। यो पोइन्ट भनेको के हो त भन्दा, यो बिटा अफ एम 1 हो। यो पोइन्ट भनेको बिटा अफ ए, ए भन्नेको बिटा 1.2, ए भन्नेको बिटा 1.2। आरए कति हो त? अघि निकालेको कति हो आरए? 15 15.6। 15.6। यहाँ यसो लेख्नुहोस्, यहाँ जहाँ छोको छ त्यसलाई ए भनेर लेख्नुहोस्। अनि यसै गरी बीको कति हो त?
बीको 2 हो होइन बीको कति हो त बीको त 2 हो 2 भनेको यहाँतिर पर्ला भन्ने एजम्सनमा यसरी गर्नुहोस् कि यहाँ हेर्नुहोस् यो बिटा बी इक्वल्स टु 2 बिटा बी बीको बिटा 2 अनि यो पोइन्टलाई यता जोड्नुहोस् यसलाई बी भन्नुहोस् अनि यसलाई हामीले बीको चाहिँ कति हो त 20 अनि आरबी इक्वल्स टु कति हो त 20% यो पोइन्ट अनि यसै गरी सी भन्ने 0.5 यो भनेको 1 यो भनेको 0 हो यसको बिचमा यहाँ 0.5 बिचमा पर्छ यो लाइनलाई छाउनुहोस् यसबाट यो लाइनबाट यता एउटा डट लाइन तान्नुहोस् यसको नाम हो सी यो तलको नाम हो बिटा अफ सी इक्वल्स टु कति त 0.5 अनि यतापट्टि ए यो 20 होइन के अरे यतापट्टिको रिक्वायर रेट अफ रिटर्न आरसी यो 22 आएको हो के अरे अनि आरसी को भ्यालु कति आएको थियो 10 होइन 10 हो त्यसरी यसरी तपाईँहरूले के गर्नुहोस् त यो लाइनलाई ड्र गर्नुहोस्